प्रदेश संरचना चाहिँदैन, स्थानीय तहमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्ने, प्रदेश खारेजी गर्ने, स्थानीय तह जिम्मा त्यो राख्ने, यही कुरामा तयार हो। हामीले राजा चाहिन्छ भन्यो, धेरैले भने त्यही वंशवादमा जान लाग्यो। राजा किन चाहियो भने हामीले राजा शासन गर्ने होइन, राष्ट्रपतिको ठाउँमा राजा चाहियो भने। आज रामचन्द्र पौडेल महामहिम राष्ट्रपतिलाई हामीले निर्वाचनमा भोट हालेको होइन भने राष्ट्रपतिको ठाउँमा राजा भयो भने जम्मा दुईटा कुरा हुन्छ। हाम्रो राष्ट्रपति विदेश भ्रमण जाँदाखेरि हाम्रो इज्जत छ। राष्ट्रपति कसको? कांग्रेसको। अहिलेको राष्ट्रपति कसको? अहिलेको राष्ट्रपति कसको? अगाडिको राष्ट्रपति कसको? एमालेको। जनताको राष्ट्रपति हुनु उनीहरू होइनन्। त्यही भएर हामीले के भन्यौं, राजा सबैको साझा हो। राजा राष्ट्रपतिको ठाउँमा बसाउने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री गर्ने, प्रदेश खारेज गर्ने, पैसा बचाउने, कल कारखाना उद्योग खोल्ने, प्रणालीमा विकासको लहर छाउने बासै अरू केही पनि होइन। अर्को कुरा तपाईँलाई आज लुकेको कुरा भन्न चाहन्छु। प्रणालीबाट पहिलो प्रधानमन्त्री को भन्नुहोस् त? होइन, मुख्यमन्त्री होइन, प्रधानमन्त्री हो। यो अहिलेसम्म आकाम थाहा नै। प्रणालीको पहिलो प्रधानमन्त्री मणिमान सिंह श्रेष्ठ सल्यानबाट राजाले बनाइदिनु भयो। यिनीहरूले बनायो प्रणालीको मान्छे प्रधानमन्त्री। सबभन्दा बढी युद्ध यिनीहरूले गरेर होइन प्रणालीको जनताले। अनि के भने दलितको मुक्ति हुन्छ, गाउँ गाउँ जाउँ, हतियार बोकाउँ, गीत गाउँदै के थाहा छ? हामी पनि जाउँ छैन सरर भेलैमा, घर बसेर हुँदैन, अब त देशमा क्रान्ति चलेको बेलैमा गीत गाउने। दलित मुक्ति मोर्चा भन्ने, दलित मुक्ति मोर्चा जिन्दाबाद भनेर भित्तामा नारा लेख्थे। तर प्रणाली अञ्चलको अञ्चलाधीश दलितको छोरा उत्तर टमाटा थियो, याद छ कि छैन तपाईँ? तर आज दलितका लागि हतियार उठाउनेहरू, आज जनजातिका लागि हतियार उठाउनेहरू, आज यहाँभन्दा अघिल्लो पटकको मन्त्री परिषदमा एकजना दलितको छोरालाई यिनीहरूले मन्त्री पनि बनाएनन्। अनि यही हो आन्दोलन। अहिलेको मन्त्री परिषदमा दलितको छोरा फुल मन्त्री छैन यो देशमा, राज्य मन्त्री बस्नुभएको छ। त्यो बाटो हुनाले मैले तपाईँलाई अनुरोध अपिल के गर्न चाहन्छु भने हाम्रो मुद्दा चारवटा। एउटा, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री। दुईटा, प्रदेश संरचना खारेज गर्ने। तीनटा, राजा सहित प्रजातन्त्र। चारवटामा यो देश हिन्दू बुद्धिस्ट किराँतहरूको वैदिक यो देश हिन्दू सहितको वैदिक सनातन हिन्दू राष्ट्र चाहिनुपर्छ। यो हाम्रो पहिचान हो। बास मुद्दा यति हो, अरू केही पनि। भ्रष्टाचारका विरुद्धमा हामी एकजुट बनेर लाग्नुपर्छ। पूर्व पश्चिम उत्तर दक्षिणबाट लाग्नुपर्छ। अब सुर्खेतका जनताले पार्टी हेर्ने कि व्यक्ति हेर्ने? आज भन्छ पार्टी हेर्ने कि व्यक्ति हेर्ने? पार्टी कि व्यक्ति? त्यही भएर सबैले जाँदा जाँदैन भन्न चाहन्छु साथीहरू। आज अलि छोटो समय छ, तपाईँहरूसँग धेरै यो भाषण गर्नुभन्दा पनि तपाईँहरूसँग मेरो अपिल के छ, अनुरोध के छ? यो वीरेन्द्रनगरको इतिहास राजा वीरेन्द्रको शालिग हो। सबैले पहिला राजा वीरेन्द्रले बनाइदिएको डिजाइन हो नि यो वीरेन्द्रनगर। आज राजा वीरेन्द्रले छुट्याइदिएको जग्गामा यिनीहरूले आज मुख्यमन्त्रीको कारणले बनाएका छन्। त्यो भएको हुनाले सबैलाई एकपल्ट परपर जाँदै भन्न चाहन्छु। दुई हात माथि उठाउनुहोस् त। सुर्खेतका दाजुभाइ हो, फेरि पनि आउँदै गरौँला, भेट्दै गरौँला। अहिले पनि भन्न चाहन्छु प्रधानमन्त्रीज्यू, एमाले कांग्रेस माओवादीका दाजुभाइ हो, राजालाई स्वीकार, राजा सहितको प्रजातन्त्रमा आऊ। मदन भण्डारीका कार्यकर्ताहरू, बिपीका कार्यकर्ताहरू राजा मान्छन्, अहिलेका दलका कार्यकर्ताले राजा नमान्न सक्छन्। त्यो भएर राजा सहितको प्रजातन्त्र जय राष्ट्रवाद, जय नेपाल।